ह्याप्पी न्यू इयर Happy New Year. के हो ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर Happy New Year. ह्याप्पी न्यू अब ह्याप्पी न्यू इयर नयाँ वर्षको शुभकामना आपा ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर सेलरोटी पाकिरहेछ नयाँ वर्षमा 10,000 एलिना राई कुकिङ नेपाली सेलरोटी यहाँ हाम्रो एलिनाले पकौडा बनाउँदैछ लुक एट दिस मोमो बन्दैछ यहाँ हाम्रो अचार बन्दैछ यो अचारमा चाहिने यो हाल्ने म धनिया हाल्दैछु बस ओके रेडी भइसकेको छ पाक्दै पनि छ मैले अब यो सेलरोटी चाहिँ यहाँ कार्टुनमा हालेर लिएर जानुपर्छ 2 4 8 9 10 लाउँदा हुन्छ होला है बाह्र 14 1 15 गरेर चाहिँ हामीले 15वटा सेलरोटी बोकेर लगेको छौँ यता हाल्नुहोस् यता हाल्दै हुनुहुन्छ बस ठिक छ ओ माई गड आहा चाहिँ मस्त अनि यो चाहिँ फेरि किन यो पनि अचारै त हो नि ओ माई गड यो छुट्टै अचार बन्दैछ है ल हेर्नु है सोप हालेर चट्ट बनाएर पिरो पिरो बनाएर चाहिँ लग्ने भइरहेछ हामीले हाम्रो बुवाको खानेकुरा पनि रेडी हुँदैछ आज भ्लग आउँदैछ है नाना मिठो भ्लग हाल्नुपर्छ है ल नाना पनि ठिक भन्नुभयो ओके आज पुरा भ्लगमा जान्छ पापा रेडी भएको हाम्रो बुवा पनि पुरा ह्यान्डसम भइसकेको छ हाम्रो आप्पालाई चाहिँ ड्रिङ्किङ जाँड रेडी हुँदैछ यो जाँड भइहाल्यो त हामीलाई चाहिँ छँदैछ गाइज कतिजना छ प्लेट पनि हामीले कार्टुनमा हालेर रेडी बनाइसक्यौँ ह्याप्पी न्यू इयर आज हामी गोदावरी आज हाम्रो यात्रा गोदावरीको हुनेछ ह्याप्पी न्यू इयर गाइज 2083 नयाँ वर्षको शुभकामना सबैजनालाई यता हाम्रो अगाडि हाम्रो भइसकेको छ हामी डाइरेक्ट अब कहाँ जान्छौँ भने गोदावरी डाइरेक्ट गोदावरी आज पुग्ला जस्तो छैन जिन्दगीमा 3:30 हुन लागिसक्यो
हामी गोदावरीमा आइसकेको छौँ। यस्तो राम्रो छ गोदावरी। अब भित्रपछि जानुपर्ने हुन्छ। ए उगार्ने ल आउनुहोस्। स्टल त रमाइलो भइरहेछ होइन त। ल ग्लास झिक्नु त ग्लास। सबै ग्लास झिक्छौँ। हामी चाहिँ यहाँनिर गोदावरीमा आएर चाहिँ बसिरहेको छौँ। यता कस्तो राम्रो पानी छ, यता कस्तो हरियाली जङ्गल छ हेर्नु। आहा what is this guys, very beautiful place right you know. है जाडो यहाँ है वासिम सिक्यो के भने कहिले आएको छैन नि त छुनै सकिँदैन र उहाँहरू त फर्केर आउनु भयो सानैसित अरे दिउँसो खाएर चाहिँ हामी फेरि लाग्दैछौँ मेन सेगमेन्टतिर। पानी कत्रो झरेको यो है। कति धेरै ह्याप्पी न्यु इयर त यहाँ पो लागिस्। सबै फर्किने मात्रै छ त। अब सक्यो क्या क्या तल। हामी राष्ट्रिय वनस्पति उद्यान हामी लागिसक्यौँ। हरबुवा पनि लागिसक्यो। हामी लाग्दैछौँ। अब फुलबारी हामी सुरुमै देखिरहेको छौँ। हामीले फुलबारीमा हामीले फुल देखिसकेका छौँ। ल हेर्नुहोस्। ओहो ओहो ल यो फुल छ। यहाँ फुल देखिसक्यो हामीले होइन। अब हिँड्ने क्रम जारी छ हाम्रो। अब यहाँ पनि यस्तो राम्रो देखिरहेको छ गार्डन। यो त हाम्रो झल्का मात्रै हो। ह्याप्पी न्यु इयरमा चाहिँ मान्छे असाध्यै भएर चाहिँ यहाँ खासै रमाइलो पनि नहुने भयो भने पहिला जस्तो राम्रो भएन कि यहाँनिर मान्छे असाध्यै भिड भयो होइन। तैपनि हाम्रो हिँड्ने क्रम जारी छ। कास्टिङ सुरु भइसक्यो यहाँ। वाट नाइस ओ माई गड भनेर यहाँ लेखेको छ। सबै कुराहरू छ है। त्यो छ ल हेर्नुहोस्। लुक एट दिस। ओ माई गड व्हाट इज गेट गेट हेर्नुहोस् गेट। ओ माई गड व्हाट अ नाइस गेट। नेक्स्ट ओ माई गड ओ माई गड ओ माई गड लुक एट दिस हाउ नाइस गेट। लुक एट दिस ओ माई गड। यो के हो यो? ओ माई गड हेर्न यो पानी अमला। लुक एट दिस ओ माई गड ओ माई गड। ओ कस्तो राम्रो यहाँ। ल हारू बुवा बस्नु भयो। सक्नु भएन उहाँ चाहिँ। सही हिँडेर भने बिस्तारै हेर्दै पो हिँड्ने हो त। यो के हेराइ बरु
लो हेर ओ माई गड यहाँ पानी पनि छ मान्छेहरू फुलमा चाहिँ पुरा फोटो खिच्दैछ होइन फुल फुलिरहेको छ यहाँ अर्कै खालको फुल छ हेर्नुहोस् माई गड मान्छेहरू टन्नै छ हो त्यहाँबाट हिँड्ने बाटो पनि कस्तो राम्रो छ ल सरर हिँड्ने बाटोहरू हारामा पनि हेर्दै हिँड्नु हुन्छ यहाँ यसै बस्नु यहाँ बस्नु कोइराला ओ माई गड कोइराला ल बस्नु आप एकछिन आराम गर्नु हाँडोपाला अलिकति गाह्रो भइरहेछ अलिक गाह्रै भयो वाला चाहिँ ओ माई गड ल सबै मादेर बर्बाद बनाएछ हेत्तेरिका ओहो कति राम्रो फुल हो वाट इज ओ माई गड लुक एट दिस ओहो वाट इज दिस हो नि पिदालु जस्तै देखिँदो रहेछ होइन ओ माथि पुस्तकारी क्या हो यो पुस्तकारी ओ माई गड फुल ल हेर्नुहोस् ल बिचमा ताल पनि छ हामी फेरि लाग्दैछौँ हामी नेक्स्ट गन्तव्यतिर दौडिरहेछौँ हाम्रो बुवा पनि दौडिरहेछ अलिकति टाढा भएर ऊ आफ्नै तरिकाले हिँड्नु दिनु आत्तिन्छ नि त पार नभएपछि कमल हो यो ओ माई गड कमल फुल ल फुल्नु चाहिँ बाँकी रहेछ क्या है रहेछ हौ ल कमल फुल पनि भेटियो हामी हिँडिरहेछौँ अब पर अर्कै गेट छ लो यो भिस्सा भिस्से अम्लेस छैन नि ल ओहो यहाँ कस्तो राम्रो छ हेर्नु त यसरी चढ्नु चाहिँ नहुने पस्नु चाहिँ नहुने अनि कस्तो राम्रो ओ माई गड लुक एट दिस कस्तो राम्रो प्लेस ओ माई गड लहराको जाउँ हो नि यसले आफ्नो भिजन त हानिहाल्छ नि रोड यसरी घुमायो भने त सिधा हो नि त ओ माई गड वाट इज दिस ओहो कस्तो राम्रो फुल यार मटी गेट छिरिरहेको छौँ कस्तो राम्रो गेट हुँदो रहेछ फेरि यसको ओ माई गड नेक्स्ट लुक एट दिस ल आउँदैछ गन्तव्यतिर लाग्दैछौँ एकदम राम्रो छ यो ठाउँ हाम्रो बुवा हिँड्दैछ एलिना पनि दौडिरहेछ हेर्दै यता बामा दिदी अगाडि शिविका नाना दौडिरहेछ टाइम छैन त्यही भएर हामी एकदम बकाइदाका साथ दौडिरहेछौँ यहाँ पनि कस्तो राम्रो गेट बनाएर छ ल हेलो हेर्नुहोस् हो परबाट गेटैबाट उकालो जानुपर्छ हुँदैन हाम्रो हिँड्ने क्रम जारी छ यहाँनिर पानी पनि त्यहाँनिर बगिरहेको छ ल हेर्नुहोस् है पानी पनि बगिरहेको छ पुरै पानीको झर्नामा मान्छेहरू फोटो खिचिरहेको छ अब यहाँ त्यता लाग्दौँ न यहाँ एकछिन हामी बुवालाई राख्छौँ एकछिन बुवालाई एकछिन बस्नु बुवालाई एकदम गाह्रो भइरहेको छ अब यो हामी मासतिर जान्छौँ यहाँबाट मासतिर एकदम रमाइलो ठाउँहरू छ पुलहरू म एकदम ठुलो पुलमा तर्दैछु सिक्किममा छ त्यही फुल हो मैले रोपेको छु क्या यो हो तर यो ठुलो हुँदैन क्या गमलामा राम्रो यस्तो राम्रो फुलबाट चाहिँ हामी अर्कोतिर लागिरहेको छौँ है फेरि हामी यता जाँदैछौँ फुलहरू एकदम फुलै फुलको घारीतिर हामी लाग्दैछौँ जहाँ हेरे पनि फुल देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँनिर पनि फुल तपाईँले देख्न सक्नुहुन्छ दबाई होइन यो अर्कै हो
यहाँ ठुलो पुल तर्दै हुनुहुन्छ स्टाइल छ ल हामी फेरि अर्कैतिर आउँदैछौँ हामी अर्कैतिर जाने कोसिस गर्दैछौँ घरको कस्तो राम्रो मेन्टेन गरिरहेछ राष्ट्रिय वनस्पति उद्यान क्षेत्रभित्र हामी छिर्दैछौँ हामी गेटबाट भित्र छिर्दैछौँ अब यो लाइनमा एकदम झन् एकदम व्यापक छ ओ माई गड वाट इज दिस ओ माई गड ओ मान्छेहरू छ यहाँ हेर्नुहोस् है ल मा ओ माई गड लुक एट गाइस कस्तो फिल भइरहेछ
थोरै रात परिसकेको अवस्था। अब हामी गाडीमा आइसक्यौँ। हाम्रो गाडी त्यहीँ छ। थाकिरहेको छौँ। बुवा पनि आइपुग्नु भयो, सबैजना आइपुगिरहेको छौँ। अब हामीले गाडीमा ल्याएको सामानहरू चाहिँ फेरि खानुपर्ने हुन्छ। सामान ल्याउनु पर्यो। ओके ल्याइहाल्छ नि ल, म पनि ल्याइहाल्छु नि। ओके सामानहरू त रेडी छ त यहाँ। ल चक्कु लिएर आएको थियो, त्यहीँनिर छ चक्कु। This is a momo. Momo, wow, roast momo. Roasted Wow, momo. roast momo. Wow, roast momo. अचार। मटर roast momo खाने फर्स्टमा। गफ ज्यादा। Wow, what is this, guys? Oh my god. Wow. What is this, guys? Wow, खोले 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 छिर्नु। खोल्यो? खोले। अरे वाह, what is this, guys? Oh my god. ए रोटी निकाल्नु, रोटी निकाल भन्छ। Also, what is this, Buhari? Oh, roti. What is the roti? This is the asad. त्यो भाग लाउनु न रोटी। चुरा पनि ल्याउनु। ना चुरा नखाने। यसै लगाउँछ। यस्तै मिठो मिठो खाने कुरा खानु छ। हाल्नु न। 3 पिस मोमो खानु। यहाँ राख्नु न, यहाँ बटल लड्छ। हेर्नु 3-4 पिस हाल्नु। यो फोटोग्राफ भयो नि यस्तो। दुईटा अचार भइसक्यो नि त यहाँ। ए देखिन नि त। यहाँबाट त तन। हामी अलिअलि सुँगडाले खानु पर्छ, एकदम चिप्लो छ। यो अचार यो त्यो पास गरिदिनु यहाँ नानी। मोमो मलाई पुगेन। मलाई पुग्यो। नानाले यो फ्रुटहरु खानु। सबै सामान पकोडा आलु 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 पकोडा आलु पकोडा आलु खाइ। नानालाई आलु पकोडाहरु पुग्यो। ओ खाउ बाबा मलाई उठ्यो दिनु। गाजर ए गाजर नानालाई मार। यस्तो ताल पानीको तालमा ताल त देखिँदैन रहेछ। भ्याकुताको आवाज सुन्दै हामी चाहिँ यस्तो राति अँध्यारोमा सबै गोदावरी हेरेर बजारहरू सुनेर अब गीत बजाउने गाईमा खाँदैछौँ। वाउ, कम त आनन्द भयो त आज है। लो ह्याप्पी 2083 भनौँ त। ह्याप्पी न्यु इयर फेरि। घटाएर हेर्नुपर्छ।